यतापट्टि डियोको हाफ इन्च रिपुल्ड हुँदैछ होइन, एकचोटि हेर्न सक्नुहुन्छ। अनि अर्कोतिर 140 लडको है, हेर्न सक्नुहुन्छ 140 लडको राइडरको। म धेरै जस्तो प्रायः जस्तो भिडियोमा भन्छु तपाईँको केनटेनको बल्बहरूको अर्केस्ट्राको साउन्ड आएको छ भने चाँडोभन्दा चाँडै बनाइहाल्नु होइन। अलिकतिको खर्चले गर्दा हेर्न सक्नुहुन्छ यो 140 लडको राइडरमा दह्रो चुना लाग्यो। यो के भएको छ भने एकचोटि हेर्न सक्नुहुन्छ यो केमचेनै झरिसकेको छ। अब पहिला यसको केमचेनको साउन्ड आएको होला, टाइममा केमचेन नचेन्ज गरिसकेपछि तपाईँले यस्तै हुन्छ। हेर्नु त केमचेन झरेर यसको भेलसेल पिस्टन सिस्टम सबै बाङ्गो पारिदियो होला होइन। अहिले दामीसँग एकचोटि हेर्न सक्नुहुन्छ। अब यसको चाहिँ हामीले हाफ इन्जिन खोलेर बनाउने हो। अर्कोतिर पनि एकचोटि हेर्न सक्नुहुन्छ यो डियोको हाफ इन्जिन रिपुल्ड हुँदैछ। त्यही भएर म प्रायः जस्तो धेरै भिडियोमा भन्छु तपाईँको केमचेनको यो एडजस्टरको साउन्ड आइरहेको छ भने त्यो धेरै पनि लाग्दैन है, 5,000 रुपियाँ लाग्छ केमचेन एडजस्टर चेन्ज गर्नु अनि प्रब्लम सल्भ आउट गर्नु होइन। तपाईँको 5,000कोले गर्दा हेर्न सक्नुहुन्छ 10-15 हजारको चुना लाग्यो भने भयो नि। यसको अब भेलसेल पुरै बाङ्गो भइसक्यो। अब एकचोटि हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ बिजोक, केमचेन झरेर कस्तो भएको छ। अब खोलेर हेर्नुपर्छ के बिग्रिएको छ। अब दामीसँग हामीले बनाउने हो।